हालेलुया। प्रेम कस्तो होस्? निष्कपट होस्, कपट रहितको। त्यसको अर्थ तपाईँले बुझ्नुहुन्छ। म धेरै मैले त्यो भनिराख्नु पर्दैन। यो वचनको सन्दर्भ आउँदै गर्दा, प्रेमको सम्बन्ध आउँदै गर्दाखेरि बाइबल यूहन्ना 4:8 भन्छ परमेश्वर प्रेम हुनुहुन्छ। हालेलुया। हामीले हाम्रो छिमेकीलाई किन प्रेम गर्नुपर्छ त भन्दाखेरि पहिलो यूहन्ना 4:8 पनि त्यही कुरा भन्छ, परमेश्वर के हुनुहुन्छ? प्रेम हुनुहुन्छ। हालेलुया, हालेलुया। हाम्रो परमेश्वर को हुनुहुन्छ? प्रेम हुनुहुन्छ। यदि उहाँले हामीलाई प्रेम गर्नु भएको थिएन भनेदेखि हामी आज उहाँको भवनमा आएर उहाँको सेवा गर्न सक्दैनथ्यौँ। त्यसो हुनाले हामीले यो कुरा बुझ्नुपर्छ मण्डली परिवार। हामी धेरैजनाले हामीले कतिपल्ट के विचार गर्छौँ भने परमेश्वर चाहिँ मलाई दण्ड दिने परमेश्वर भनेर परमेश्वरलाई मानिसहरूले दण्डको रूपमा हेरिराखेको हुन्छ। परमेश्वर न्याय गर्ने परमेश्वर हुनुहुन्छ भनेर परमेश्वरलाई न्यायकर्ताको रूपमा हेरिराखेको हुन्छ। तर त्योभन्दा पनि माथि कुरो चाहिँ परमेश्वर प्रेमी हुनुहुन्छ, जसले हामीलाई प्रेम गर्नुभएको छ। हालेलुया। यूहन्ना 3 16 हामी सबैलाई आउँछ? के लेखेको छ? किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि किनभने परमेश्वरले ईसाईहरूलाई मात्रै प्रेम गर्नुभयो भनेर लेखेको छ? के लेखेको छ त्यहाँ? संसारलाई। संसार भने चाहिँ के रहेछ त? सबै जातिलाई, सबै धर्मका मानिसहरूलाई, कसैलाई पनि उहाँले भेदभाव गर्नु भएको छ त? छैन। उहाँले सबै मानिसलाई प्रेम गर्नुहुन्छ। त्यसो हुनाले परमेश्वरको प्रेमलाई बुझ्नका लागि तपाईँ र म हाम्रो हृदयलाई, हाम्रो आँखालाई खोल्नुपर्छ मण्डली परिवार। त्यसो हुनाले अनि अर्को कुरो चाहिँ के लेखेको छ भने प्रेम चाहिँ जहिले पनि कहाँबाट आउँछ त? परमेश्वरबाट आउँछ। तपाईँले पहिलो यूहन्ना 4:7 पढ्नुभयो भने प्रेम भन्ने कुरो चाहिँ जहिले पनि परमेश्वरबाट मात्रै आउँछ। कतिपल्ट हामीलाई कस्तो लाग्छ भने त्यो चक्लेट छ, त्यो चक्लेट मैले कसैले दिएँ भने उहाँले त मलाई साह्रो प्रेम गर्नु हुँदो रहेछ है। मकै ल्याउनु भएको छ होइन, मकै कसैलाई दियो, साह्रो प्रेम गर्नु। त्यो प्रेमभन्दा पनि अझै माथिको प्रेम चाहिँ प्रभु यीशुले तपाईँ र मलाई गर्नुभएको छ। हालेलुया। अनि त्यो प्रेममा कतै पनि खोट लगाउन हामीले सक्दैन। हालेलुया, हालेलुया। अब अर्को कुरो चाहिँ म तपाईँलाई बताउन चाहन्छु। हेर्नुहोस् है, तपाईँले पहिलो पत्रुस 4:8 पढ्नुभयो भने त्यहाँ के कुरा लेखेको छ भने प्रेमले असङ्ख्य पापहरूलाई ढाक्छ भनेर भनिएको छ। होला हामी संसारमा जिउँदै गर्दाखेरि हाम्रो जीवनबाट गल्ती होला, भुल होला, कहिलेकाहीँ नहुने कुराहरू बोली पठाएको हुनसक्छ, छिमेकीमा झैझगडा हुनसक्छ। तर बाइबलले के लेख्छ त भन्दाखेरि बाइबलमा के लेखेको छ भन्दाखेरि पहिलो पत्रुस 4:8 लेखेको छ प्रेमले असङ्ख्य पापहरूलाई ढाक्छ। हालेलुया। अब तपाईँले एकअर्कालाई प्रेम गर्दाखेरि फलानु वर्ष 5 वर्ष यो मान्छेले मेरो विरुद्धमा यसरी बोलेको थियो भनेर एक राखेर तपाईँले त्यो मान्छेलाई कहिले पनि प्रेम गर्न सक्नुहुन्न। तपाईँले ती सबै कुरालाई भुलेर ती कुरालाई इन्कार गरेर तपाईँले परमेश्वरको प्रेम गर्न मात्रै सक्नुहुन्छ। त्यसो हुनाले बाइबलले कुराहरू बताउँदछ। मलाई एकदम मन परेको कुरा चाहिँ के छ भने पहिलो कुरिन्थी 13:13 भन्छ अब अन्तमा विश्वास, आशा र प्रेम रहन्छ, तर तीनमा चाहिँ सर्वोत्तम चाहिँ के हो त? हालेलुया। तपाईहरु यही हुनुहुन्छ? यतै हुनुहुन्छ? प्रेमको बारेमा के बोलेको होला? हामीले सधैँ सुनिरहेको कुरो भन्दै तपाईँलाई त्यस्तो मनमा लागेको छ। तर एक दिन तपाईँलाई यो प्रेमको आवश्यकता पर्छ। जब कसैले तपाईँको विरुद्धमा नराम्रो बोल्छ नि, यदि परमेश्वरको प्रेमले तपाईँ बाँधेको छ भने तपाईँले त्यो मान्छेलाई, तपाईँभित्र परमेश्वरको प्रेम छ भने प्रेमका कुराहरू निस्किन्छ। म अहिले आउँदैछु, त्यसरी नै आउँदैछु। त्यस कारणले गर्दा प्रेम परमेश्वरबाट आउँछ र प्रेम तपाईँ र मैले एकअर्कालाई र निष्कपट प्रेम एकअर्कामा हुनुपर्छ भनेर आजको पहिलो खण्डले पहिलो वचन चाहिँ हामीले सिक्न सक्छौँ। हामीले एकअर्कालाई निष्कपट प्रेम गर्नुपर्छ। हालेलुया। छेउको साथीलाई भन्नुहोस् न, हात मिलाउँदै भन्नुहोस् न, छेउको साथीलाई हात मिलाउँदै भन्नुहोस्, म तपाईँलाई प्रेम गर्छु। तपाईँले दिए पनि नदिए पनि म तपाईँलाई प्रेम गरिराख्छु है।
बानी के छ भने कसैले केही दियो भने उसलाई धेरै प्रेम गर्ने, कसैले केही दिएन भने उसलाई चाहिँ फर्केर पनि नहेर्ने। कति बेला मैले यस्तो कहिलेकाहीँ सुनेको चाहिँ माफ गर्नु होला, सुनेको हावा कुरो होइन, हावा कुरा अगाडि बोल्नु त नहुने अहिले है मण्डली त्यो पास्टर बाबुहरू पनि दिने ठाउँमा मात्र प्रार्थना गर्छ, नदिने ठाउँमा त फर्केर पनि आउँदैन, हेर्दैन भन्ने कुरो कता कता सुनेको हो कि जस्तो सपनामा कि विपन्नमा हो है, विपन्नमा नि हुनसक्छ। माफ गर्नुहोस् होला, कहिलेकाहीँ हाम्रो जीवनबाट त्यस्तो गल्ती भएको छ भने माफ गर्नुहोस् होला। हामी एउटै परिवारका हौँ, तपाईँले दिनुहोस् चाहे नदिनुहोस्, तपाईँले माया गर्नुहोस् चाहे नगर्नुहोस्, अनि हामीभित्र चाहिँ त्यो प्रेम हुनुपर्छ भनेर आजको बाइबलले पनि सिकाउँदछ। र तपाईँ त्यो कन्फ्युजमा पनि नबस्नुहोस् कि खालि पास्टरलाई दिनेकोमा मात्रै जान्छ, नदिनेकोमा आउँदैन भन्ने खालको त्यस्तो भ्रममा तपाईँ नबस्नुहोस्। हालेलुया। यो प्रेमको बारेमा धेरै नजाउँ, हामी सबैलाई थाहा छ होइन। प्रेमलाई चाहिँ राम्रोसँग बुझ्नुपर्छ, अनि यो प्रेमलाई राम्रोसँग बुझेन भनेदेखि कतिपल्ट दुःख पाउँछौँ है। यो प्रेम भन्ने शब्दहरू एकदमै यो चाहिँ परमेश्वरबाट आउने कुराहरू छ। र अर्को कुरो 2 नम्बरको कुरो चाहिँ के लेखेको छ भने, हेर्नुहोस् 2 नम्बरमा चाहिँ के लेखेको छ भने, म 2 नम्बरको कुरो चाहिँ तपाईँहरूको माझमा राख्न चाहन्छु। आफूलाई भन्दा बढी अरूलाई आदर गर। 10 पदमा तपाईँले पढ्नुभयो भने पाउनुहुन्छ, भातृ प्रेमसँग एकअर्कालाई प्रेम गर, आफूलाई भन्दा बढी के गर, अरूलाई आदर गर। हालेलुया। म बेला बेलामा चौकसले कराउनु भएन भने तपाईँहरू सुत्नुहुन्छ, त्यसो भएर कराएको भनेर आवाज ठुलो गरेको। हेर्नुहोस्, दोस्रो नम्बरको कुरो चाहिँ म तपाईँहरूलाई आज बताउन खोजेको कुरो चाहिँ के भने, आफूलाई भन्दा पनि मण्डली परिवारले बुझ्नुपर्ने कुरो चाहिँ अरूलाई आदर गर्न सिक्नुपर्छ। मण्डलीमा आदरको कुराहरू बिस्तारै हराउँदैछ भने त्यो कुरालाई हराउन दिनु हुँदैन मण्डली परिवार। हालेलुया। बाइबलमा लेखेको छ, अन्तिम दिनहरूमा यस्ता समयहरू आउनेछ जसले आफूलाई मात्रै प्रेम गर्नेछ, आफूलाई जे इच्छा लागेको छ त्यस्ता शिक्षाहरू मात्रै बाँड्नेछ। त्यो चाहिँ आखिरी दिनमा हुने कुराहरू छ। बाइबलमा स्पष्ट लेखेको छ, आखिरी दिनहरूमा, अन्तिम दिनहरूमा खालि मान्छेले आफूलाई मात्रै प्रेम गर्छ, अरूको वास्ता गर्दैन। अरूले दुःख पाए पनि पाओस्, अरूले सुख पाए पनि पाओस्, मतलब छैन, कसैको मतलब छैन। आफू खान पाएपछि भयो, अरूले खान पाओस् कि नपाओस्, मतलब छैन। आखिरी दिनहरूमा बाइबलमा लेखेको छ त्यस्ता दिनहरू आउनेछ। यस कारणले गर्दा मण्डली परिवार हामीले बुझ्नुपर्ने कुरो चाहिँ के छ भने, हामीले अरूबाट आदर पाउनु भन्दा पनि हामीले अरूलाई आदर गर्न सिक्नुपर्छ। हालेलुया। अरूले आएर तपाईँलाई 2 हात जोडेर जय मसीह भन्नुभन्दा अगाडि तपाईँ अगाडि उभिएर त्यो मान्छेलाई देख्ने बित्तिकै गएर 2 हात जोडेर जय मसीह भन्न सक्ने हुनुपर्छ। हालेलुया। उसले जय मसीह गरेपछि मात्रै गर्छु, किनभने म त 30 वर्षको विश्वासी, त्यो त भर्खर 5 वर्षको विश्वासी भनेर त्यो वर्षमा तोड्ने काम गर्नु भएन। हालेलुया। यो सिक्रेट के छ भने, यो भित्र लुकेको रहस्य के छ भन्दाखेरि, जब हामी सानो हुन खोज्छौँ, जब हामी सानो बन्छौँ, जब हामी होचिन्छौँ नि, परमेश्वरले आफ्नो समयमा हामीलाई सबैभन्दा उच्च पार्नुहुन्छ। हालेलुया। बाइबलमा घरिघरि यो कुरा किन सिकाउँदछ त भन्दाखेरि, तिमीले अरूलाई आदर गर, अरूको सेवा गर, अरूभन्दा सानो भएर बोला, अरूलाई गाह्रो नपार होइन। तिम्रो बोली सुन्दाखेरि मानिसले आशिष पाउनुपर्छ। यी सबै कुराहरू बाइबलमा किन लेखिएको छ त भन्दाखेरि, यो काम गर्नले हामी हाम्रो जीवनमा परमेश्वरको आशिषलाई र उहाँको वचनलाई चाहिँ हामीले जब पालन गर्छौँ नि मण्डली परिवार, परमेश्वरले एक दिन तपाईँ मलाई उच्च हाल्नुहुनेछ। हालेलुया। हालेलुया। अब मण्डलीले कुरा सिक्नुपर्छ, हामीले अरूलाई आदर गर्न जान्नुपर्छ, सिक्नुपर्छ है मण्डली परिवारहरू। अनि मलाई एकदमै मनपर्ने व्यक्ति चाहिँ को छ भने, बत्तिसमा दिने यूहन्नाले एउटा कुरा भन्नुभएको छ, मपछि एकजना यस्तो व्यक्ति आउँदै हुनुहुन्छ जसको जुत्ताको फिता खोल्ने लायकको म छैन। त्यो समयमा बत्तिसमा दिने यूहन्नालाई सबैजना अगमवक्ता भनेर ठुलो मान गर्थे, ठुलो सम्मान गर्थे। उसले भनेको कुरा सबै कुरा मान्थे इजरायलीहरूले। बत्तिसमा दिने यूहन्नाले उजाड स्थानमा गएर प्रचार गर्दा हजारौँको मान्छेहरू त्यो वचन सुन्नका लागि उजाड स्थानमा आउने गर्थे। र त्यो मान्छेले मानिसहरूको अगाडि यो कुरा भन्नुहुन्छ, म पछि एकजना यस्तो व्यक्ति आउँदै हुन्छ जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन।
त्यो अर्थले चाहिँ के कुरा अर्थ दिन्छ त भन्दाखेरि उहाँले यीशु क्रिस्टलाई उचाल्नु भएको छ, आफै चाहिँ भग्नु भएको छ मण्डली परिवार। हालेलुया। आज मण्डलीमा पनि यो कुरा सबैले सिक्नुपर्छ। तपाईँ मालिक बन्न चाहनुहुन्छ भने, हेर्नुहोस्, तपाईँ ठुलो बन्न चाहनुहुन्छ भने, सबैले तपाईँको जय जयकार गरेको तपाईँ चाहनुहुन्छ भने तपाईँ र मैले पनि कुरा अप्नाउनुपर्छ। तपाईँ र म सानो बुझिना दास बन्न सक्नुपर्छ मण्डली परिवार। हालेलुया। यो चाहिँ बाइबलको नियम हो। संसारको नियम त अर्कै छ। संसारको नियम त जसको पैसा छ त्यही ठुलो, जो ज्ञानी बुद्धि छ त्यही ठुलो, होइन? संसारमा त्यो कुरो छ, तर बाइबलमा ठ्याक्कै उल्टो छ। त्यसो हुनाले सबै मण्डली परिवारले जान्नुपर्ने कुरा चाहिँ यही छ। आदरणीय मण्डली परिवार, म सबैजनासँग अनुरोध गर्न चाहन्छु, यो समय हामीले गर्नुपर्ने आदर सम्मानको कुराहरूमा हामी पछाडि बढ्नु हुँदैन। हामीले आफूभन्दा ठुलालाई आदर गर्नुपर्छ, आफूभन्दा सानोलाई माया गर्नुपर्छ भन्ने कुराहरू छन्। त्यसो हुनाले यो कुरालाई मण्डलीले बिर्सनु हुँदैन, मण्डलीले बिर्सनु हुँदैन। हालेलुया। ल, दुईवटा कुरा मैले हजुरहरूलाई भने, प्रेमको बारेमा, अरूलाई आदर गर्नुपर्ने कुराहरूको बारेमा। अब अर्को तेस्रो नम्बरको कुरा चाहिँ म हजुरहरूलाई सरसर्ती राखिहाल्छु। यहाँनिर तेस्रो नम्बरमा के लेखेको छ भने, आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरह। हालेलुया। तेस्रो नम्बरको कुरा चाहिँ हजुरहरूलाई बताउन खोजेको कुरा चाहिँ प्रार्थनामा निरन्तर हुनुपर्छ है मण्डली भनेको। तपाईँको समय, मेरो समय कसरी बितिरहेको छ मलाई थाहा छैन। धेरैजनाको समय सुतेरै बित्छ, हो कि होइन? रातभरि सुत्यो, बिहान उठ्यो, निन्द्रै पुग्दैन। यही परमेश्वर। फेरि भात खाने बित्दै पनि निन्द्रै लाग्छ, फेरि गएर सुत्यो। बेलुका पनि भात खायो, फेरि एकछिनपछि प्रार्थना गरे, फेरि सुत्यो। सुत्दै जिन्दगी गइरहेको छ। तपाईँको जीवन, तपाईँको दिनचर्या कति चलिरहेको छ? यसो याद गरौँ त मण्डली परिवार। तपाईँले प्रार्थनामा कति समय दिइराख्नु भएको छ? याद गरौँ। तपाईँले बाइबल अध्ययनमा समय कति दिइराख्नु भएको छ? हेर्नुहोस् है, तपाईँले संसारको लागि कति समय दिइराख्नु भएको छ? निन्द्रामा तपाईँले कतिको समय दिइराख्नु भएको छ? अर्काको कुरा काट्नमा समय कति दिइराख्नु भएको छ? परमेश्वरको महिमा गर्नमा समय कति दिइराख्नु भएको छ? छुट्याउनुहोस्। र बाइबलले हामीलाई के कुरा सिकाउँदछ भने, पहिलो थेसलोनिकेको 5:7 पदले पनि 17 पदले पनि त्यही कुराहरू भन्दछ, निरन्तर प्रार्थना गर। हालेलुया। निरन्तर प्रार्थना गरेको छ, निरन्तर सुतिरह। भाडामा भए पनि नभए पनि निरन्तर सुति चाहिँ रह। धेरै सुत्नाले चाहिँ दरिद्रता ल्याउँछ भन्छ है बाइबलले। फेरि तपाईँ म अल्छी भएर साह्रै सुतेर मात्रै बस्यो भने बाइबलले भन्छ तिमी चाहिँ बिस्तारै दरिद्रतामा जानेछौ भनेर भनेको छ। विश्वासी भएपछि जाँगरिलो पनि हुनुपर्छ कि पर्छ नि, होइन? पर्छ पनि। हालेलुया। मेहनत गर्नुपर्छ, परिश्रम गर्नुपर्छ, प्रार्थनाको समयमा प्रार्थना गर्नुपर्छ, बाइबल पढ्ने बेलामा बाइबल पढ्नुपर्छ, परमेश्वरलाई आराधना दिने समयमा आराधना गर्नुपर्छ, काम गर्ने समयमा काम गर्नुपर्छ। तर तपाईँको समय व्यर्थमा अर्काको कुरा काटेर नबिताउनुहोस्। त्यो समय व्यर्थै गयो कि। त्यसो हुनाले बाइबलमा के कुरो लेखेको छ? निरन्तर प्रार्थना गर। हालेलुया। प्रार्थना भनेको चाहिँ खालि बोल्नु मात्रै पनि होइन क्या। प्रार्थना भनेको परमेश्वरको आवाज सुन्नु पनि हो। हालेलुया। कतिजनाको फेरि बानी के हुन्छ भने प्रार्थनामा त बस्ने प्रार्थना गरेको छ यीशुको नाममा आमेन र टिभी त्यसपछि परमेश्वरले के भन्न खोजेको थाहै छैन। हाम्रो विचारमा के लाग्छ भने मुख मात्रै बोल्ने छ, पूर्वदेखि पश्चिम, पश्चिमदेखि उत्तर, चारै दिशा, चारै। जब परमेश्वर हामीसँग बोल्न चाहनुहुन्छ त्यो बेलामा चाहिँ मान्छे आमेन गर्छ, टक्कै निस्केर भागिन्छ। अनि त्यो प्रार्थना त हामीले परमेश्वरलाई गऱ्यौँ, जवाब आफ्नो समयमा आउँछ। तर प्रार्थना गर्नु भनेको मण्डली परिवार हामी गुनगुनाउनु बोल्नु मात्रै होइन रहेछ। एकान्त समयमा बसेर उहाँको आवाज सुन्नु र त्यो आवाजलाई महसुस गरेर आफ्नो जीवनमा त्यो आवाज अनुसार जिउनु पनि प्रार्थना हो। हालेलुया। त्यसो हुनाले मण्डली परिवार प्रार्थना चाहिँ जीवनमा हुनुपर्छै पर्छ। त्यसको मतलब यो होइन आज यो भाइले भनेको अब धेरै बोल्नु पनि प्रार्थना होइन रहेछ भनेर
होइन? त्यस्तो भन्न खोजेको पनि होइन। फेरि प्रार्थना गर्नुपर्छ, मण्डली परिवार प्रार्थनामा समय दिनुपर्छ र प्रार्थना गर्ने मण्डली परिवार हामी बन्नुपर्छ। हालेलुया। अब यसको बारेमा धेरै कुरा बोल्नुपर्छ जस्तो मलाई लाग्दैन।